मनलाई फुल्न दे सरकार, अपराध होइन मन खोल्न दे दरबारको म। हामी सबैलाई थाहा छ प्रणव तिवारी जस्तो विद्यार्थी जसले एमबीबीएस इन्ट्रान्समा 7th र्याङ्क ल्यायो, त्यसको स्तरको मेहनत, त्यो डेडिकेसन, तर उसले नेपाली नागरिक भएर पनि कक्षा 12 नेपालबाटै पास गरे पनि केवल 10 सम्म भारतमा पढेको भनेर स्कलरसिप दिन वञ्चित गराइएको छ। उसले सिस्टमका ढोका ढकढक्यायो, शिक्षा मन्त्रीदेखि सुप्रिम कोर्टसम्म पुग्यो, तर न्याय दिन विगत 5 महिनादेखि झुलाइएको छ। अन्ततः उसले ब्याङ्क लोनमा आफ्नै खर्चमा पढ्नु पर्यो। यस विषयमा देश चुप छ, प्रणाली चुप छ। एकजना बहिनी जेनजी दुर्घटनामा परिन्, त्यो दुःखद दुर्घटना हो जो जेनजी आन्दोलनमा उनीप्रति सहानुभूति सबैको छ, तर त्यसैले आधार बनाएर 7000 भन्दा पछाडिको र्याङ्कमा हुँदा पनि मेरिट मिचेर कानुन विपरीत एमबीबीएस स्कलरसिप दिने कुरा आउँछ भने त्यो सहानुभूति होइन, त्यो अन्याय हो। यो केवल एउटा सिटको कुरा होइन, यो हजारौँ विद्यार्थीको सपना, रात दिनको मेहनत, सेक्रिफाइस र फेयरनेसको कुरा हो। जब मेरिट मिचिन्छ, जब भावनामा बगेर निर्णय गरिन्छ, त्यो दिनदेखि सिस्टममा विश्वास मर्छ। हामीले सोध्नै पर्छ न्याय कसका लागि हो, नियम कसका लागि हो, मेहनतको मूल्य छ कि छैन। एमबीबीएस 7th र्याङ्क ल्याउने विद्यार्थी भर्ना पाऊँ भन्दै अदालत धाउनु पर्ने, 5275 भन्दा पछाडिका विद्यार्थी विदेश जानुपर्ने, तर 7640 हुकुम प्रमाङ्गीबाट छात्रवृत्तिमा आइओएम भर्ना गर्ने आदेश। यो कस्तो किसिमको न्याय हो भालेन सरकार? यस विषयमा एमईसीका अधिकारीहरू पनि बोल्दैनन्, किनभने उनीहरू जागिर खान आएका हुन्, जागिर पाकेकै छ, त्यसैले किन बोल्ने यस विषयमा?